तिमीले ल दिएको त्यो थपले आयो र? थपले लड्दा छो त्यो थपले बढी आबरीको त्यो थपले सोधेमै म ठिक त उता सोधेमै ठिक त मु चिगै दे रुँडे ते अरे वो थपले देमा आधा का चूने दे हम जान ठिकै दिएर थपले दिन थपले लवा थपले थपले लवा त्यो लवा ल ल ल कोही 3 बजे काम आने सधैँ चाहिए सधैँ म चाहिँ छुने त जे बाण कहीँ हुन्छ पुमी इधर इधर हुआ चूने ते था क्या पुँजर मुडिया मुडिया मार मुडो केनु पाव चूने दवा चिगै दे चूने ते था अलि ठुलो त्यो अलगो हुनुपर्छ या त्यो अलि ठुलो त्यो थपले यो 12 भयो भने जाने हो सदा बिले थपले तप्लो भयो हुन त त्यो जाठा त्यो बस त्यो त हुने घरको नि मिसाउँछ नि यो किन 3 थरी साइजको बनाएको के हो यो केनो यो ठुलो केनो भयो यो सानो पनि त्यही होला सायद के हो अब दही छेउको भयो यसमा दही हाल्ने यसमा दही हाल्ने दही हाल्ने यसमा दही हाल्ने यसमा रक्सी हाल्ने अनि दही यसमा चाहिँ हाल्नुपर्छ यहाँ त केरा झुन्डाउनु पर्छ ट्याक्का ढकनी लागाउनु पर्यो माथिबाट ढकनी लगाउनु पर्छ फेरि पनि उ ए दिन खाना भइ पाओ क्यों यहाँ वो बाँधे ए ल ल ल के को तन्नासँग टोली कति खुवाउँदैछु म हेमदार मार भो यो यो रोटी अलि ठुल्ठुलो भयो रे ह रोटी धेरै ठुलो भयो रे भुलमा त सानो गर्नुपर्छ त्यसैले अटेन रे त्यो टोकोमा फेरि गनड हो सानोमा ठिक ठिक बनायो भने सुगर चाहिँ त्यो थपला लगाएको खै कति माना होला कति माने जान्छ यसमा कतिजना खै 3 माना कहाँ 3 माने नि बढी जान्छ नि Vale.
बुवाको अंशमा पर्यो एउटा कन्छाको अंशमा परेको ए कन्छाको अंशमा परेको चाहिँ बेचिएछ कन्छे आमाले होइन 700 रुपियाँ बेचिएछ बहनाले बङ्गडासित त्यो भाँडा बनाउनेवालासित फेरि हाम्रो बुढीले 700 रुपियाँ दिएर निखानेर राखेको मैले त मोयाहरू मोज्ने दुधमाहरू सँगले गरेर कठारमै छोडेको त्यो अर्को बुढाबुढीलाई छोडिराखेको त धनियाँबाट गएर त छ्याक्कै त्यो त यो भाँडा मेरो पो रहेछ कहाँबाट आइपुग्यो भन्छ अरे म त फेरि सुड्यो त्यो हाम्रो तलको धनी त्यसको बादमा त के गर्यो भने मैले के भने म गोडमा गयो गोडमा गएको त त्यो त धनियाँबाट भन्छ भाइ बाजे लैजा भन्छ बुढाबुढीले मेरो पालो त लिएर आयो लिएर आएर मेरो पालो त लिएर मेरो घरमा राख्यो होइन त्यहाँबाट म त फेरि सुड्यो उनीहरू बालक उनीहरू घरमा कहाँ हुन्थ्यो त छोरोमा गोड दियो उसको त मेरो पालो त उसले सिउमा त लिएर आएछ मैले मेरो घरमा गएर तिमीले अब मेरो भन्छ भने मेरो तिम्रो हुन्छ बुझेको बालक न बुझेको बालक न त्यो गाउँभरि कोही पनि थिएन नि जान हाम्रो गाउँहरूको बालक आठै जानु थियो अरे जान झेडो उडाल्दा त उडाल्यो नै अहिले कसो गरेको छ होला र यो त सुन भन्दै पर्दा भयो नि अहिले कहीँ पनि छैन फेरि गाउँमा यो त कुमाहरू कहीँ छैन बिरुको नभएको मेरो घरमा यति सानो छ आने पुग्छ पहिला पो हाल्यो पहले बुढी 3 मुलो पहले बुढी चिकन भएन भयो होला